विश्वका प्रहरी प्रमुखहरू एकै ठाउँमा भेला भएको अन्तर्राष्ट्रिय मञ्चमा नेपाल प्रहरीका महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले दिएको सन्देशले विश्व सुरक्षा क्षेत्रमा नयाँ बहस शुरू गरेको छ। न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा विश्वका शक्तिशाली मुलुकका प्रहरी प्रमुखहरू एकै ठाउँमा थिए। एजेन्डा थियो बदलिँदो विश्व र सुरक्षाका नयाँ चुनौती। यही समारोहमा नेपाल प्रहरीका प्रमुख आईजीपी दानबहादुर कार्कीले जब मञ्च सम्हाले तब हलमा उपस्थित सबैको ध्यान नेपालको सुरक्षा दृष्टिकोणतर्फ केन्द्रित भयो। अहिले अपराधको कुनै निश्चित सिमाना छैन। काठमाडौँको एउटा कुनामा बसेर डिजिटल माध्यमबाट हुने अपराधको जालो संसारभर फैलन सक्छ। आईजीपी कार्कीले यसै विषयलाई जोड दिँदै भने साइबर अपराध, मानव बेचबिखन र अन्तर्देशीय संगठित अपराध, आर्थिक अपराध र आतंकवाद जस्ता सञ्जाल भत्काउन अब कुनै एक देशको बलबुताले मात्र रोक्न असम्भव छ। यसका लागि विश्वका प्रहरी संगठनहरू बीच डिजिटल र फिजिकल दुवै तहमा बलियो सहकार्य र तत्काल सूचना आदान प्रदान हुनुपर्छ। नेपाल हिजो पनि विश्व शान्तिको संवाहक थियो र आज पनि छ। उनले दशकौंदेखि संयुक्त राष्ट्र संघीय शान्ति मिशनमा नेपाल प्रहरीले बगाएको पसिना र देखाएको व्यावसायिकताको भूमिकाको चर्चा गर्दै विश्व शान्ति स्थापनामा नेपालको प्रतिबद्धता निरन्तर रहने विश्वास व्यक्त गरे। आईजीपी कार्कीले विश्व सामु स्पष्ट पारे कि जस्तोसुकै कठिन परिस्थितिमा पनि नेपाल प्रहरी आफ्नो निष्पक्षता, अनुशासन र मानव अधिकार प्रतिको प्रतिबद्धताबाट पछि हट्ने छैन। विशेष गरी सम्मेलनमा नेपालले अघि सारेको महिला प्रहरीको सहभागिता वृद्धि र समुदाय प्रहरी साझेदारी जस्ता नवीन अवधारणाको निकै चर्चा भयो। कानूनको शासन र आधुनिक प्रहरी सेवाको विकासका लागि नेपालले लिएको यो नीति विश्वकै लागि एउटा उदाहरणीय मोडल बन्न सक्छ। अन्त्यमा यो सम्बोधन केवल एउटा भाषण मात्र थिएन, यो त सुरक्षित र शान्तिपूर्ण विश्व निर्माणका लागि नेपालले देखाएको परिपक्व र दमदार रोडम्याप थियो, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शिर अझ उच्च बनाएको छ।